धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आज यस कुडुङ डोजो जुन समुद्घाटन कार्यक्रमका सभाध्यक्ष तथा प्यारो साइनोले पनि भानिस पर्नुहुन्छ। यस कार्यक्रमको अध्यक्षज्यू, कार्यक्रममा विशिष्ट अतिथिको रूपमा पाल्नुभएका यसै वडाका वडाध्यक्ष उमेश बुढाज्यू, वडा सदस्य ज्ञानबहादुर भण्डारीज्यू, यसै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कडेलज्यू, यसै नगरपालिकामा विभिन्न खेलाडीहरूलाई उत्पादन गरेर यो क्षेत्रमा पुर्याउन सफल आदरणीय दाजु चित्रपुञ्ज्यू लगायत मञ्चमा विभिन्न कराटेका गुरुहरू, विभिन्न सङ्घ संस्था, सामाजिक व्यक्तित्व जनहरू लगायत यस कार्यक्रममा पाल्नुभएका आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, उपस्थित खेलाडी साथीहरू लगायत सम्पूर्णमा मेरो व्यक्तिगत तर्फदेखि र धुर्पातन नगरपालिकाको तर्फदेखि हार्दिक नमस्कार तर्काउन चाहन्छु। म विशेष गरेर यस कुडुङ डोजो जुन स्थापना गरेर अब फलाउन फुलाउनको लागि र यहाँका भाइ बहिनीहरूलाई खेल क्षेत्रको विकास गर्न र खेलाडीहरूलाई अनुशासित रूपमा अगाडि बढाउनु पर्छ भन्ने जुन हेतुले उहाँले यो धुर्पातन नगरपालिका यसैमा कुडुङ जस्तो गाउँमा यसरी 40-50 जना जुन खेलाडीहरूलाई आफ्नो खेल क्षेत्रको विकास गर्नको लागि जुन शिथिल करातेमा आबद्ध रहेर सङ्घर्ष गरेर मिहिनेत गरेर जुन यो थालनी गर्नुभएको छ, यसको लागि उहाँलाई म धेरै सञ्जीव हृदयलाई धेरै धन्यवाद दिन चाहन्छु मेरो व्यक्तिगत तर्फदेखि र धुर्पातन नगरपालिकाको तर्फदेखि। र हाम्रा पूर्ववक्ता साथीहरूले आफ्ना सान्दर्भिक भनिसक्नु भएको छ। र पनि म एउटा कार्यवाहक नगर प्रमुखको हैसियतले म के भन्न चाहन्छु भने यस डोजोलाई फलाउन फुलाउनको लागि नितान्त रूपमा यहाँ समाजका अगुवा जुन यहाँ खेलाडीका अभिभावकजीहरू हुनुहुन्छ उहाँहरूले पनि ध्यान दिन जरुरी छ। र प्रतियोगितामा र कार्यक्रम थालनी गर्दै गर्दाखेरि खर्चहरू हुने गर्छन्। त्यो खर्च आफूले गोजीबाट हालेर दुनियाँ ऋण काटेर तामझाम गर्नुभन्दा पनि पालिकाले पनि केही रकम विनियोजन गरेर आगामी दिनमा यो कुडुङ डोजोलाई पनि मैले कार्यवाहक नगर प्रमुखको तर्फदेखि अघि वडाध्यक्षज्यूले भनिसक्नु भएको छ, आउने वर्षको बजेटमा यहाँ कार्यक्रम भयो भने, प्रतियोगिता भयो भने त्यो बजेटलाई पुग्ने चाहिँ बजेट मैले समावेश गर्नेछु भने तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु। र म तपाईँहरूलाई के भन्न चाहन्छु भने हामी कुडुङ बोबाङ गाडी खोलाका मान्छेहरू धेरै जस्तो हामी साइनोले पनि जोडिएका छौँ र खेलाडी भाइ बहिनीहरू नितान्त रूपले यहाँबाट धेरै खेलाडी साथीहरू, गुरुहरू देश विदेशमा आफ्नो राष्ट्रका लागि, खेलकुदका लागि धेरै चिनाउन सफल हुनुभएको छ। मलाई लाग्छ कसै सिटोरीमा आबद्ध हुनुहुन्छ, कसै आइटिएफ तेकान्डोमा, कसै सिएफ आइटिएफ तेकान्डो, विभिन्न खेल क्षेत्रमा देखाउँदै गर्दाखेरि उहाँहरूले आफ्नो अभिभावक र देश र राष्ट्रलाई पनि चिनाउनको लागि उहाँहरू सफल हुनुभएको छ। जस्तै उदाहरणको लागि गाडी खलुवामा जन्मिनुभएका जुन धमबहादुर थापा आइटिएफमा आबद्ध हुनुहुन्छ। उहाँले देश विदेशमा आफ्नो खेल क्षेत्रलाई प्रदर्शन गरेर र म काठमाडौँ बस्दै गर्दाखेरि उहाँको दिमागै खेल क्षेत्र बाहेक केही छैन। उहाँ राजनीतिक सामाजिक व्यक्तित्व जेसुकै भए पनि उहाँले नितान्त खेल क्षेत्रमा 24 घण्टा तपाईँको जुन रातमा उहाँ सुते पनि बिहान उठ्दै गर्दाखेरि दिनभरि जुन खेल क्षेत्रको लागि उहाँले चिन्ता चासो गर्नुहुन्छ।